सम्पूर्णमा नमस्कार। आज म नेपालको इतिहास मध्येबाट आज काठमाडौँ भ्यालीको केटीएम भ्यालीको फर्स्ट एन्ड लास्ट किङ को हुन् त है, काठमाडौँ उपत्यकाको पहिलो र अन्तिम राजा को हुन्, यसलाई सर्टकट याद एकचोटि तपाईँ यो भिडियो सुन्नुहोस्। याद भएन भने एकदम लङ टाइमसम्मको लागि सम्झिरहनु हुनेछ र याद पनि भइहाल्छ। म यो भिडियो अन्तिमसम्म सुनिदिनु पर्यो है। म आफ्नो सम्झिने तरिका अपनाएको छु। अब एकचोटि सरसटी हेरौँ त हैन, को छ पहिलो राजा र अन्तिम राजा को छ। काठमाडौँ अर्थात् कान्तिपुरको पहिलो राजा रत्नमल्ल, अन्तिम राजा जयप्रकाश मल्ल। ललितपुर अर्थात् पाटनको पहिलो राजा रणमल्ल, अन्तिम राजा तेजनरसिंह मल्ल। अब भक्तपुरको पहिलो राजा रायमल्ल, अन्तिम राजा रणजित मल्ल। अब यसलाई सम्झिने कसरी त, यसलाई सम्झिने उत्तम उपाय एकदम सर्टकट दिमाग लगाउने खाले मैले सम्झेको कसरी हो भन्दाखेरि, काठमाडौँको पहिलो राजा रत्नमल हो। अर्थात् अहिलेको काठमाडौँको पहिलो राजा चाहिँ को थियो त, रत्नमल थियो। अनि काठमाडौँमा के छ, रत्न पार्क छ। रत्न पार्क नाम सुन्ने बित्तिकै हाम्रो दिमागमा नेगेटिभ इन्टेन्सन आउँछ र नेगेटिभ प्लेसको नाम आउँछ, त्यहाँ गलत क्रियाकलाप हुन्छ, कुकर्म हुन्छ। त्यो भिजनले हामी हेर्छौँ, रत्न पार्कमा जाउँ न केटाहरू जाउँ, रत्न पार्कमा जाउँ भन्ने खाले अभिव्यक्तिहरू सुनिरहेको हुन्छ क्या हामी नौजवान युवाहरूको मुखबाट है। त्यो रत्न पार्क भनेको खराब चिज हो है। त्यसलाई खराब चिज गर्ने मान्छे को हो त, मेरै साथी हो एउटा, उसको नाम के हो त, जयप्रकाश मल्ल हो। ऊ जयप्रकाश मल्ल फटाहाले काठमाडौँमा रत्न पार्क खोलेको छ। अब यसलाई हामी कसरी सम्झिने, काठमाडौँमा रत्न पार्क छ, त्यो रत्न पार्क खोल्ने मान्छे को हो त, जयप्रकाश मल्ल हो। अर्थात् कान्तिपुरको पहिलो राजा रणमल्ल हो र अन्तिम राजा जयप्रकाश मल्ल हो। अब काठमाडौँमा रत्न पार्क खोलिसकेपछि त्यो त नेगेटिभ हो, मतलब खराब चिज हो। त्यसलाई हामीले सुधार्नु पर्यो हैन, न्यूनीकरण गर्नु पर्यो, कम गर्नु पर्यो। त्यसको लागि हामीले जब कि काठमाडौँमा रत्न पार्क खराब चिज हो भने सबैलाई हैन, खराब चिज सुन्ने बित्तिकै सबै उतैतिर जान्छन् हैन। त काठमाडौँमा रत्न पार्क खोलेको कारणले ललितपुर रण मैदान बन्यो। केटाहरू आउने जाने रण मैदान बन्यो। त्यसलाई रण मैदानलाई न्यूनीकरण गर्नको लागि, कम गर्नको लागि हामीले चाहिँ तेज दिमाग लगाउनु पर्छ। तेज दिमाग लगाउने मान्छेको त तेजनरसिंह मल्ल हो। तेजबाट तेजनरसिंह मल्ल। अब ललितपुरमा रण मैदान बन्यो हैन, त्यो रण मैदानलाई न्यूनीकरण गर्नको लागि तेजनरसिंह मल्ल, तेज दिमाग भएको मान्छे तेजनरसिंह मल्ल हो। अब त्यसकै असर भक्तपुरमा पर्छ। यदि त्यो न्यूनीकरण गरेन भने भक्तपुरमा पनि पर्छ। त हामीले भक्तपुरमा राय सल्लाह गर्यो, राय विचार गर्यो, यसलाई न्यूनीकरण कसरी गर्ने हो भन्दाखेरि त अब भक्तपुरमा पहिलो राजा को त, रायमल्ल हो। र यो राय विचार गरिसकेपछि अन्तिममा रण मैदान बनेको ललितपुरलाई हामी जित्यौँ है, रण मैदानलाई हामी जित्यौँ। अर्थात् रणजित मल्ल, अर्थात् भक्तपुरको पहिलो राजा रायमल्ल, अन्तिम राजा रणजित मल्ल हो। यति हो। यति भएपछि ढुक्क हुनुहोस्।